र त्यसै गरी लोकसेवामा सोधिरहने टाइम एन्ड वर्कको अर्को टाइप 5को क्वेसन चाहिँ आज हामी गर्दैछौँ। यसमा के भनेको छ भन्दा ए एन्ड बी क्यान कम्प्लिट अ वर्क इन 20 and 30 days respectively. Both of them start the work but B left 5 days before the end of the work. In how many days total work will be completed भनेर सोधेको छ। एकदम इजिली गर्न सकिन्छ यो पनि। के भनेको छ भने एले एउटा काम 20 दिनमा गर्न सक्ने काम छ, बीले 30 दिनमा गर्न सक्ने काम छ। तर अनि दुवैले स्टार्ट दुवैले मिलेर गरे, दुइटैले मिलेर स्टार्ट गरे। तर बीले चाहिँ 5 दिन बिफोर द इन्ड अफ द वर्क छोडिदिन्छ भनेको छ। काम सकिने भन्दा 5 दिन पहिला बीले छोडिदिन्छ भनेको छ। भनेपछि इन हाउ मेनी डेज टोटल वर्क विल बी कम्प्लिटेड भनेको छ। अब यसलाई गर्दाखेरि सिमिलरली हामीले अगाडि एउटा टाइपमा यसरी गरेका छौँ, सेम त्यसै गरी एमा कति छ, कति डेज लाग्छ यसलाई गर्न 20 डेज, बीलाई गर्न कति दिन लाग्छ 30 डेज लाग्छ। हो यी दुइटाको नै एल्सियम लिने 20 र 30 60 आयो, 20 यहाँ 60, 30 दुना 60। अब दुइटैले सँगै सुरु गर्छन् भनेको छ, त्यही भएर हामी दुइटैको इफिसियन्सी पनि निकाल्दियौँ। दुइटैले मिलेर गर्छन् भने 3 2 5 इफिसियन्सीको कुरा त हामीले थाहा पाइसक्यौँ। यो टोटल वर्कको भने यो टोटल इफिसियन्सी आयो दुइटैको मिलेर गर्दाखेरिको। अब क्वेसन बुझ्नु पऱ्यो थोरै। बीले कति बेला छोड्छ, बिफोर द इन्ड अफ 5 डेज। भनेपछि लास्टमा बीले 5 दिन पहिले नै छोडिसकेपछि के एले मात्र गर्छ कि गर्दैन लास्टको 5 दिन? बीले छोडिसक्यो भनेपछि लास्टको 5 दिन त एले मात्र गर्ने रहेछ। एले लास्टको 5 दिन गर्ने रहेछ। 5 दिनमा कति काम गर्छ त भनेपछि एको इफिसियन्सी कति छ 3 छ। भनेपछि 5 × 3 यहाँ 15 काम चाहिँ एले लास्ट दिनमा गर्छ। भनेपछि बाँकी काम कति भयो त? हाम्रो टोटल काम 60 हो, एले 5 दिनमा 15 काम गर्यो भनेपछि 60 - 15 भनेपछि 45 वर्क चाहिँ अब दुइटाले मिलेर गर्न पर्यो। दुइटाले सुरुवात गरे थिए र अब के हुन्छ भन्दाखेरि 45 वर्क चाहिँ बाँकी छ दुइटाले मिलेर गर्ने। भनेपछि हामीले जहिले पनि 45 वर्क दुइटाको मिलेर गर्दाखेरिको इफिसियन्सी कति छ 5 छ। 5 9 45 9 डेज। यदि अब क्वेसन हेर्नु पऱ्यो। क्वेसनले के भनेको छ, यदि दुइटैले मिलेर कति दिन काम गर्छन् के भनेको छ भने सुरुमा बोथ अफ देम स्टार्ट द वर्क बट बी लेफ्ट बिफोर 5 डेज भनेको छ। यदि दुवैले मिलेर कति दिन काम गर्छन् भनेर यहाँ लास्टमा क्वेसन सोधेको भए यहाँ टोटल वर्क कम्प्लिट हुन कति दिन लाग्छ भनेर सोध्नुको सट्टा दुइटै मिलेर कति दिनसम्म काम गर्छन् भनेको भए यो चाहिँ बोथ मिलेर काम गरेको दिन 9 डेज यो एन्सर हुन्थ्यो। तर अहिले क्वेसनले के सोधेको छ भने टोटल वर्क विल बी कम्प्लिटेड भनेको छ। टोटल वर्क गर्न कति दिन लाग्यो यसमा कन्फ्युज हुँदैन। 9 दिन दुइटैले मिलेर गरे, लास्टमा 5 दिन यसले मात्र गरेको छ भनेपछि 9 5 14 दिन यसरी गर्न सकिन्छ। र यसै गरी हामीले यो टपिकको पनि र अरू टपिकको पनि डिफ्रेन्ट टाइपको क्वेसनहरू चाहिँ कभर गर्दै जानेछौँ।